हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला। वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हाम्रो गाउँमा पूजाको सानो सानो क्लिप चाहिँ म हजुरहरूलाई सेयर गर्दैछु। हेलो गाइस, वेलकम माई करुणाको मिनी ब्लग। आज हामी यो सत्यनारायण पूजाको यो बनाउँदैछौँ होइन। अनि करुणा बतारम संसार सारम को लागि चाहिँ यो चाहिँ राम्रो कुरा हो। मुजुगेन्द्रम यस्तो बिल्ला हान्ने डेडी कसैको हुन्छ? मेरो छन् मेरो। अनि बिल्ला मात्र हैन, कुकुर र स्याल दुईटैले हान्दिने। हामीहरूले चाहिँ रमाइलो गर्दै सबैजनाले काम पनि गऱ्यौँ, रमाइलो पनि गऱ्यौँ। सबैजना आफ्नो आफ्नो काम पनि गरिरहेछन्। अब सबैजनाले आफ्नो काम गरिरहेछन्। अब एकछिनमा चाहिँ पूजा सुरु हुन्छ। अब हाम्रो चाहिँ पूजा सुरु भइसक्यो, पूजा पनि सुरु हुन्छ। अब हाम्रो चाहिँ पूजा सुरु भयो, हामी चाहिँ भित्र पस्यौँ। अब भित्र बसेर हामीले चाहिँ पूजा गर्न लाग्यौँ। अब इन्दु चाहिँ मलाई हेरिरहेको थियो, पोज पनि दिन लागेको थियो। अब यहाँ चाहिँ पूजा सुरु भइसक्यो। अब सबैजना हामीहरू पूजामा बस्यौँ। अब हामीहरू चाहिँ सत्यनारायणको कथा सुन्नलाई सबैजना बस्यौँ। फर्स्टमा चाहिँ हामी 3 मात्र बसेको थियौँ, अनि पछि सबैजना आउनुभयो, फुपूहरू पनि आउनुभयो। अनि पछि हामीहरू सबैजना मिलेर सत्यनारायणको कथा सुन्यौँ। अनि पछि पूजा पनि सकिन लाग्यो। अनि पछि हामीले चाहिँ पूजासुजा सकेर अनि हामीले आरती पनि लियौँ। आज चाहिँ हाम्रो दिउँसभरि चाहिँ यति नै हो। आज चाहिँ हामीले सत्यनारायणको पूजा गऱ्यौँ। हामीहरूको चाहिँ आज नयाँ वर्ष पनि भने पनि भयो, किनभने हाम्रो चाहिँ नयाँ वर्ष 2 गते मनाउने चलन छ पुर्खैदेखि। अब नयाँ वर्ष पनि पूजा पनि भयो हाम्रो।